Top 5 biggest problem faced by Nepali Gen Zs. नेपाली चेन्जेस फाइनेन्सियल प्रब्लम मनी रिलेटेड मनी रिलेटेड त्यति छैन छैन लाइक एकदम पिकमा अस्ति त्यो जेनजे आन्दोलन किन भयो ए पोलिटिक्स अफ कोर्स पोलिटिकल इनस्टेबिलिटी 3 मा छ अनि त्यसपछि नम्बर 1 मा उम्, के होला फाइनेन्स होइन फाइनेन्स छँदै छैन छैन फाइनेन्स त कहीँ पैसा नभएर को फायो त्यो आन्दोलनमा जान्छ त भने ए आन्दोलनकै कुरा हो सबै अनि त्यही भएर त हो नि मेन त रिजनहरू पोलिटिक्स गभर्नमेन्ट रिलेटेड त कुरा हुन्छ एउटा पो भयो त अब गभर्नमेन्ट ल्याक अफ अपर्च्युनिटिज भयो होला एउटा एजुकेसन प्रपर एजुकेसन छैन सेकेन्डमा एजुकेसन अब दुईटा बाइक छ ल मेन एउटा त थाहा नै तिमीले त्यो नै भन्न सकेनौ के नम्बर 1 के फाइनेन्सियल रिलेटेड नै हो के नम्बर 1 अनि फाइनेन्सियल त्यही त भयो फाइनेन्सियल चाहिँ होइन कि रिलेटेड भनेर फाइनेन्सियल नभएको त अनइम्प्लोइमेन्ट भएर हो नि त ल्याक अफ बिजनेस अपर्च्युनिटिज अनइम्प्लोइमेन्ट अनि अर्को चाहिँ लाइक एउटा सोसल ज्ञान छ ल सोसलको जहाँ पनि लेख्ने हामीले पोलिटिकल इन्स्टेबिलिटी त्यो त भइसक्यो त जहाँ पनि लेख्ने कि हामीले खोइ के लेख्थ्यो ब्रेन ड्रेन लेख्दैन थियो ए ब्रेन त्यही होला